गाइज आज हामी चाहिँ लगभग हाम्रो साथी कति 8 वर्ष 8 वर्षपछि नेपाल जाँदै हुनुहुन्छ। उहाँको लागि शुभयात्राको लागि हामी जाँदैछौँ। अझै पनि यतिखेरसम्ममा हाम्रो साथी जानुहुने चाहिँ अझ पनि टाइमै छ। त्यस कारणले हामी अलिअलि साथीहरू आइसकेछौँ। एकछिनपछि तपाईँहरू हेर्न सक्नुहुनेछ। हामी हाम्रो साथीहरू यहाँ बसिरहनु भएको छ। हेलो साथी, हेलो भाइ, ब्लग भाइ, यो ब्लग। हेलो गाइस, साथी हाम्रो जाँदै हुनुहुन्छ। के छ तपाईँको मनमा कस्तो लागिरहेछ? एकदम मलाई त्यो अहिले साथी जाँदा जाउँ अहिले नै जाउँ जस्तो लागिरहेछ। तर अब केही समय कुर्नुपर्ने अवस्था छ। तपाईँलाई कस्तो लागिरहेछ? हाम्रो साथी जाँदैछ दुःख त। लागिरहेछ, दुःख किनभने सँगै हामी 2-3 वर्ष अब हामी सँगै बसेको दुःख चाहिँ लागिरहेछ। हाम्रो फाइनली हाम्रो जाने काठमाडौँ जानुहुने साथी हाम्रो उहाँ नै हुनुहुन्छ। सर तपाईँलाई कस्तो अनुभव भइरहेछ? हजुर, एक्साइटेड छु। अहिलेको कति टाइमपछि तपाईँ अब नेपाल जाँदै हुनुहुन्छ? म त बहुत बस्यो छोरे त। हजुर, 8 वर्ष बसेँ। 8 वर्ष बसेर जाँदैछु। उता हेर्नु अरे। राम्रै। अब हाम्रो साथी जाँदै हुनुहुन्छ। तपाईँलाई कस्तो फिल भइरहेछ? किन हो त्यस्तो पीडा फेरि? 8 वर्षसँगै बस्यो भाइ। हजुर, आज जाँदैछ अनि गएर तपाईँ बिदाई गर्न जानुहुन्छ होला नि त? हिँड्न आँटेको। हो र, ल यहाँ हुनुहुन्छ हाम्रो बाजे। म पनि जाने हो। हो र, तपाईँ कति वर्ष हुनुभयो यता सँगै बस्नुभयो? 15, 16, 17। 17 वर्ष हुनुभयो। म पनि बिदाई गर्छु। ए बिदाई, साथीले बिदाई गर्नु चाहिँ तपाईँ जाँदा हुनुहुन्छ। तर तपाईँको टाइम अच्छा पनि छ। खुसीले जानु होला हाम्रो जन्मभूमि है। नेपाल हो। तपाईँ 8 वर्षपछि जाँदै हुनुहुन्छ। 8 वर्ष पछाडि हामी हाम्रो यो ब्लगमा हामी छौँ। हजुर, र हामी पछि समय मिल्यो भने हामी भेट मिल्यो भने होइन हामी भेट्नै पर्छ। स्योर स्योर बाबा के सबै ठिकानालाई अर्पण गरी निस्किँदै पनि हुनुहुन्छ उहाँ नै हुनुहुन्छ। उहाँ सर, हस् राम्रोसँग जा।
यात्रा लामो समयपछि फर्केपछि कति वर्ष हुनुभयो 8 वर्ष हो 8 वर्ष दुईजना पनि 8 वर्ष बस्नुभयो तर राम्रोसँग जानु होला भाइ है ल त ल मेरो साला पर्लो सालो कति वर्षपछि तपाईँसँग छुट्टिँदै हुनुहुन्छ उहाँ मसँग 3 वर्ष भयो 3 वर्ष अनि तपाईँलाई कस्तो फिल भएर तपाईँ जम मन लागेन त्यस्तो त अब अलिअलि त भइरहेछ आफ्नै कान्छा भाइ जाँदै हुनुहुन्छ 8 वर्षपछि ठिकै छ तपाईँलाई कस्तो मेरो feel नि भइरहेछ? पालो आउँछ नि त भाइ आउँछ मेरो नि आउँछ तपाईँ नि आउँछ त तपाईँलाई कस्तो फिल भइरहेछ हौ मलाई त एकदम म गएको जस्तै फिल भइरहेछ नि अब एकदम खुसी है परदेशबाट स्वदेश फर्किँदै हुनुहुन्छ त्यही भएर कपाल पनि यस्तो खतरा तपाईँ आफै पनि त्यसै पनि हिरो हुनुहुन्छ यो यो भनेको रोलिस्टेक हो क्या ए चढिसक्नु भएको छ उहाँ हाम्रो एकजना साथी यहाँ बागेन उहाँलाई विदाई कार्यक्रम हुँदै हुनुहुन्छ ल ल भाइ ल ल ल होइन राम्रोसँग जानु होला है नेपालको यात्रा शुभ रहोस् एबा जोड्ने है त बाई बाई ल धेरैजना साथीहरू हुनुहुन्छ यता छोड्न आउनु हुने उहाँहरूलाई हाम्रै साथीहरू हुनुहुन्छ यता यतिजना नै